सम्पूर्ण व्यक्तिहरूलाई मेरो युट्युब च्यानलमा फेरि पनि स्वागत गर्न चाहन्छु। आज पनि तपाईँहरू समक्ष एउटा भिडियो सामग्री ल्याएर उपस्थित भइसकेको छु। अनि यो भिडियो सामग्री के को विषयमा होला भन्ने तपाईँलाई कौतूहलता लाग्न सक्छ। म आज जाँदैछु जङ्गल सफारीतिर। सफारी चाहिँ अब ठ्याक्कै नभनिदिँदा पनि जङ्गलतिर जाँदैछु र जङ्गलको तपाईँलाई दृश्यहरू देखाउनेछु र पहाडका जङ्गलहरूमा कस्तो कस्तो चिजहरू पाइन्छ, कस्तो हुन्छ जङ्गल, सबै कुरा यी भिडियो मार्फत देखाउनेछु। त्यसैले भिडियो अन्तिमसम्म हेर्नु होला र म सँगसँगै जोडिनु होला। मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नु होला र तपाईँ हामी सबै सँगै जोडिनेछौँ। यो अगाडिको जुन राजमार्ग देख्नुभएको छ यो चाहिँ मध्य पहाडी राजमार्ग हो। यसलाई पुष्पलाल राजमार्ग पनि भनिन्छ। अनि यहाँ नजिकैको यो गाउँ रहेको छ। यो गाउँ चाहिँ ठ्याक्कै डेटकुला भन्ने गरिन्छ यो गाउँलाई। अनि यो गाउँ नजिकै एउटा विद्यालय पनि छ, राम्रो देखिएको छैन। यो अलिकति बिचमा रहेको छ, एउटा सानो आधारभूत विद्यालय रहेको छ। अनि योभन्दा माथितिर चाहिँ जङ्गल छ। म जङ्गलतिर जाँदैछु अनि हेरौँ अगाडिको यात्रा कस्तो रहन्छ। यो रोडको दृश्य अलिकति चाहिँ हिलो रहेछ, किचड जमेको रहेछ। बाटो चाहिँ खासै त्यति राम्रो चाहिँ छैन, अलिअलि गाडीहरू हिँड्दा रहेछन्। अनि जाँदैछु, अहिलेसम्म चाहिँ बाटो ठिक छ। अब रोडै जान्छु। त्योभन्दा हल्का अगाडि गइसकेपछि अनि जङ्गलको बाटो छ, त्यसपछि तपाईँले देख्नुहुन्छ। हामी चाहिँ अहिले ठ्याक्कै यो रोड बाटोमै थिएँ। अघिसम्म चाहिँ रोडै हिँडिरहेको थिएँ। अनि अब यो रोड चाहिँ उता गइहाल्छ। हामी चाहिँ यहाँबाट भित्र जङ्गलतर्फ जाँदैछौँ। यो दृश्य हेर्न सक्नुहुन्छ, यहाँबाट चाहिँ भित्र जङ्गलको बाटो छ। म चाहिँ अब यहाँभित्र जङ्गलभित्र प्रवेश गरिसकेँ। अनि जङ्गलभित्र हेर्न सक्नुहुन्छ यस्तो छ। अहिले चाहिँ खासै त्यति बाक्लो जङ्गल चाहिँ यहाँ नजिक छैन। अनि हल्का तलसम्म गएपछि भेटिन्छ। हामी चाहिँ कस्तो हो भन्दाखेरि तल गाउँबाट चाहिँ माथि डाँडासम्म आइयो। अनि डाँडाबाट चाहिँ उतापट्टिको गहिरोमा जानु छ। त्यो हिसाबले अब फेरि ओह्रालो हिँड्नु पर्ने छ। अनि जङ्गलमा चाहिँ यो दैनिक हिँडेर चाहिँ बाटो नै बनाइएको छ। एउटा यो मूल बाटो रहेको छ। यहीँबाट भित्रबाट चाहिँ यताउता गएर जङ्गलको दृश्यहरू हेर्न सक्नुहुन्छ। हेर्नुहोस्, पुरा ठुला रुखहरू छन् जङ्गलमा। अनि कुनै रुख ढलेका, कोही उठेका खतरनाक रुखहरू भेटिन्छन्। अनि म पनि बाटोमा जाँदैछु, अलि ध्यान पुर्याएर जानु पर्यो किनकि जङ्गलको बाटो हिँड्न चाहिँ अलि अप्ठ्यारो छ। ल म चाहिँ अहिले ठ्याक्कै जङ्गलमा पुगिसकेको छु। हेर्न सक्नुहुन्छ मेरो यो चौतर्फी यति ठुलो घना जङ्गल छ। यो घना जङ्गलको बिचमा चाहिँ म आएको छु। अनि यतातिर एकदम सुनसान छ। यतातिर बाख्राहरू पनि छन्। बाख्रा ल्याएर आएको छु म चाहिँ वास्तवमा। अनि बाख्रा हेर्दै जङ्गलतिर यस्तो गाह्रो छ। अनि बाख्राहरू छन् यतातिर। अनि बाख्रा ल्याएर आएको छु र यस्तो जङ्गलको दृश्य चाहिँ एकदम घना छ। अहिले मान्छे पनि कोही छैनन् यतातिर। अनि यति ठुला अग्ला रुख छन्। है म त हेरेरै यही हो, हेर्न सक्नुहुन्छ। यत्र अग्ला रुखहरू छन्। यहाँ हेर्दै दृश्यहरू चाहिँ अचम्म लाग्दा दृश्य छन्। ठुला रुखहरूको दृश्य यति अग्ला छन् रुख। हामी चाहिँ त्यो माथिसम्म पुग्न सक्दैनौँ। अनि यस्ता घना जङ्गलभित्र बस्न चाहिँ एकदम मजा लाग्यो होइन। वरिपरि यस्तो कसैले ढाके जस्तो पुरा जङ्गलले ढाकेको कसैले देख्ने होला। यहाँ न टावर चल्छ, यहाँ नै चल्छ, नो सर्भिस छ। मोबाइलको टावर केही पनि छैन। विहीन भएर जङ्गलमा आउनु परेको छ। ल जङ्गलको बिचमा हामी आइसकेका थियौँ। अनि जङ्गलतिर चाहिँ यो ल्युरो भन्ने साग पाइदो रहेछ। यो चाहिँ साग हो। यसको चाहिँ तरकारी बनाएर खाइन्छ। यसको नाम ल्युरे पनि भनिन्छ र कुनै ठाउँतिर डौरे पनि भन्ने गरिन्छ। यो साग चाहिँ निकै स्वादिलो हुन्छ। जङ्गलको ओसिलो क्षेत्रतर्फ चाहिँ बढी पाइन्छ। त्यसैले चाहिँ मैले यहाँबाट चाहिँ धेरै सागहरू टिपिरहेको छु। यता ओसिलो ठाउँ थियो त्यसैले यतातिर पाइदो रहेछ। अनि मैले धेरै टिपेको छु। अहिले यो हातमा पनि देख्न सक्नुहुन्छ। यसको कलिलो मुन्टाहरू टिपेर चाहिँ साग बनाएर खाइन्छ।
आवश्यक पर्ने जति डिउरो टिपेर फेरि बाख्रा हेर्नतिर लागियो। बाख्राको लागि थोरै रुखबाट घाँस झारियो अनि अहिले सबै बाख्राहरू घाँस खाँदैछन्। अनि जङ्गलतिर त धेरै बाख्राहरूको लागि घाँस काट्नु पर्ने आवश्यक पनि हुँदैन, किनकि बाख्राहरूले भुइँकै घाँस खाएर अगाइहाल्छन्। जङ्गलको हरियाली वातावरणमा रमाउँदै जङ्गलका प्रकृतिमय सुन्दर दृश्यहरू हेरिरहेको छु। अनि यहाँ चाहिँ बाख्राहरू यता चरिरहेका थिए। म चाहिँ हल्का माथि डाँडामा गएर यो जङ्गलको चौतर्फी दृश्य हेरिरहेको छु। देख्न सक्नुहुन्छ पुरै हरियाली जङ्गल। अनि म हिँडिरहेको छु, जङ्गलको यात्रा गरिरहेको छु। अहिले ठ्याक्कै जङ्गलतिर घुमेर म चाहिँ माथि रोडमा आइसकेको छु। अघि यही रोडबाट तल जङ्गलतर्फ गएको थिएँ अनि जङ्गलबाट माथि रोडमा आइसकेँ अनि बाख्रा पनि ल्याइसकेको छु। अब चाहिँ म यो जङ्गलतिरको यात्रा सकेर घरतर्फ लाग्दैछु। घरतिर जाँदाखेरि बाटोका दृश्यहरू देखाउनेछु। अनि यो चाहिँ जङ्गलतिर जाने रोड छ, हेर्नुहोस् सानो सानो रोड छ, तर जङ्गलतिर आउने गाडीहरू बाइकहरू आउन सक्छन्। ल त साथीहरू, हामी चाहिँ माथि जङ्गलबाट चाहिँ हिँड्दै जङ्गलको भ्रमण गर्दै यहाँसम्म आइपुग्यौँ। हामी चाहिँ हिँडेको यो जङ्गल देख्न सक्नुहुन्छ, यो पुरै अहिले कुहिरो लागेको छ। यो जङ्गलको उतापट्टिबाट तल गएर हामी आएको अनि अहिले चाहिँ त्यहाँ गएर यता आइसक्यौँ। अनि जङ्गल घुम्यो। अहिले आउँदाखेरि चाहिँ अलिक पानी पऱ्यो। अघि बिहानसम्म घाम लागिरहेको थियो, अहिले अनि आउँदाखेरि हल्का पानी पऱ्यो, थोरै पानी परेको छ। अनि जङ्गलतिर चाहिँ अलिक धेरै पानी परेको थियो। यो कुहिरो लागेर सबैतिर हेर्न सक्नुहुन्छ, केही पनि देखिएको छैन। यहाँ सबैतिर कुहिरो लागेको छ। अनि अब उतापट्टि चाहिँ यस्तो कुहिरो लागेर चिसो पनि भएको छ। पानी सानी पनि पऱ्यो, अलिकति भिजियो, चिसो पनि भइरहेको छ। अब चाहिँ हामी घरमा जान्छौँ। तपाईँलाई यो भिडियो सामग्री कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया कमेन्ट बक्समा लेख्न नभुल्नु होला। र तपाईँलाई यस्तै अरू भिडियोहरूको लागि मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नुहोला, किनकि तपाईँको एक सब्सक्राइबले मलाई फेरि अर्को भिडियो बनाउने मोटिभेट गर्छ। र तपाईँले गरेको सब्सक्राइबले मैले हालेको पहिलो भिडियोको नोटिफिकेसन तपाईँको मोबाइलसम्म पुग्नेछ। त्यसैले भिडियोलाई लाइक गर्नुहोला, सेयर गर्नुहोला र एउटा मिठो कमेन्ट छोडिदिनु होला। हस् त भाइ, फेरि हामी अर्को भिडियोमा भेट्नेछौँ।